हेलो हेलो सम्पूर्णमा सेवा नमस्ते फेरि पनि आइसकेको छु हजुरहरूको सामुमा छोटो भिडियो लिएर भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनुहोला है त। अनि मैले चाहिँ आज यता गाउँतिरको दृश्यहरू हजुरहरूलाई देखाउनु मन भयो, सो म चाहिँ हजुरहरूलाई देखाउन गइरहेको छु। यता मौसम हेर्नुहोस्, एकदमै बादल के अरे एकदमै घाम लागेर यस्तो अवस्था छ। 2-3 दिन भयो घाम चाहिँ एकदमै लागेको छ, चर्को घाम अनि गर्मी भएको छ। अनि त्यहाँबाट यतातिर गाउँतिर चाहिँ म चाहिँ के को लागि आएको भन्दाखेरि चाहिँ यसो सुन्तला रोपिदिउँ भनेर चाहिँ आएको हो। अस्ति नै चाहिँ सुन्तला रोप्ने ठाउँ चाहिँ बनाएर गएको थियौँ अनि त्यहाँबाट रोपिदिउँ न त भनेर आएको। सुन्तला रोप्नुलाई आएको, हेर्नुहोस् न खडेरी लागेर सुन्तला राम्रै होला जस्तो छ, रोप्दिरा तर ठिकै छ। अब रोपिसकेपछि केही न केही त होला, जागो भने सरो भने चाहिँ अब केही होला, अब स्याहार गर्नुपर्छ। अनि हजुरहरूलाई पनि यतातिरको मेरो घरतिरको चाहिँ दृश्यहरू देखाउनु मन लाग्यो। गाउँतिरको यहाँबाट चाहिँ गाउँको चाहिँ देखिँदैन, ठ्याक्क यो हाम्रो घर चाहिँ यहाँनेरि उसमा छ, यस्तो पाटामा छ। अनि त्यहाँबाट उता चाहिँ फेरि राम्रो छ गाउँ, उता यता तलतिर चाहिँ राम्रो छ। म चाहिँ हजुरहरूलाई मेरो गाउँको घरको पनि देखाउने छु एकछिनमा। अनि त्यहाँबाट मैले चाहिँ 2-3 दिन चाहिँ भयो यहाँ गाउँमा आएको। अनि सुन्तलाहरू यी रोपिदिएको यतातिरै हेर्नुहोस्, यसरी चाहिँ सुन्तला रोपेर एकदमै घाम लागेर चाहिँ यस्तो भएको। अनि त्यहाँबाट यसरी शीतल छारिदिएको। यहाँ हेर्नुहोस्, अस्ति नै चाहिँ यहाँनेरि रोप्ने ठाउँ बनाएर गएको, तर सबै यो पानी परेर एकदमै यो झारहरू पलाएर चाहिँ यस्तो भएछ। हेर्नुहोस्, यहाँ यसरी चाहिँ गरिदिएको छु मैले चाहिँ। हेर्नुहोस्, मैले चाहिँ 18-20 बोट जति चाहिँ मैले सुन्तला रोपेको छु। तर अब के हुन्छ कस्तो हुन्छ, अब जाग्छ कि जाग्दैन, अब सरो भने चाहिँ हुन्छ होला। अब शीतल छारी यसरी दिएको छ। अनि त्यहाँबाट पानीहरू पनि हालेको। अब यसलाई पानी हाल्नुपर्छ अझै, अब बेलुका चाहिँ पानी हाल्नुपर्छ। हेर्नुहोस्, यसरी चाहिँ मैले चाहिँ गरेको छु। अनि गरिराख्दाखेरि केही होला नि त, अब परिश्रम गरेपछि, अब मेहनत गरेपछि केही न केही चाहिँ अवश्य पनि हुन्छ नै होला भन्ने विश्वास पनि रहेको छ। ओइ चार आँखी कहाँ गएर आइस? ओइ यता हेर, ओ हेर घाम भयो। यतातिर यसरी चाहिँ यतातिर चाहिँ अब यसो यो बारीलाई चाहिँ सदुपयोग पनि गर्नु खोजेको। यो यतातिर हाम्रो गाउँतिर चाहिँ सुन्तला चाहिँ फेरि मजाले फल्छ, मजाको फल्छ। अनि हेर्नुहोस्, यसरी चाहिँ गरेको छु, के कस्तो हुन्छ, जाग्छ कि जाग्दैन भन्ने पो पिर भयो, खडेरी लाग्यो। अब बेलुका चाहिँ पानी हाल्नुपर्छ यसलाई। अनि यस्तो छ। यो चाहिँ अब हाम्रो घर चाहिँ यहाँ छ। अनि यहाँबाट मास्तिर चाहिँ उता चाहिँ गाउँहरू थुप्रो छ घरहरू। यहाँ चाहिँ हाम्रो चाहिँ अलि यस्तो कोल्टे ठाउँमा छ।
अनि हाम्रो घरमा चाहिँ कोही पनि हामी बस्दैनौँ न, म पनि सदरमुकामतिर बस्छु, अनि त्यहाँबाट अरू दाजुभाइहरू पनि आफू आफू अब तलतिर तराईतिर कोही कोही कता यसरी बस्छौँ हामी चाहिँ। अनि यहाँ घरमा चाहिँ अब कहिलेकाहीँ आउँछौँ। यी एकदमै सबै हाम्रो केही पनि यहाँ अहिले चाहिँ हामीले अब केही गर्न छोडेको छौँ। अनि यस्तो सबै बाख्राको खोर सुँगुरको खोरहरू पनि सबै पुरानो भइसकेर भत्किनु आँटेको छ। अनि घर वरपर पनि सबै यस्तो घारीहरू झारहरू सबै पलाएको छ। मान्छे नभएपछि यस्तो हुन्छ धन्न। हेर्नुहोस्, र यतातिरको यो अब हाम्रो बारी चाहिँ यता धन्न कमाइ लगाइदिनुहुन्छ मकैहरू, अनि त्यही भएर यस्तो बाँझो चाहिँ भएको छैन। अब म चाहिँ अहिले एकछिनमा चाहिँ पानी हाल्छु सुन्तलालाई बेलुका भएपछि। यहाँ चाहिँ अम्बकको बोट छ। अनि यतातिर चाहिँ हाम्रो यतातिर चाहिँ टारबारी छ, ठुलो टारबारी छ। यहाँ चाहिँ मकै यस्तो छ। घाम टन्टला पुर लागिरहेछ। अनि यो बारीहरू चाहिँ यता चाहिँ लगाउनुहुन्छ, कमाउनुहुन्छ, अँदिया कमाउनुहुन्छ। अनि त्यही भएर बाँझो रहनु चाहिँ पाएको छैन। यतातिर यस्तो छ। यतातिरको दृश्य चाहिँ हेर्नुहोस् है, हेर्नुहोला हजुरहरूले कस्तो लाग्छ हजुरहरूलाई। हजुरहरूकोतिर चाहिँ के कस्तो छ तपाईँहरूको गाउँ। अनि हेर्नुहोस् यतातिर यो यस्तो छ, यस्तो हेर्नुहोस्। तपाईँहरूकोतिर कत्रो कत्रो भयो मकै, हाम्रोतिर चाहिँ यस्तो छ। यतातिर चाहिँ यो सुँगुरको खोर हो। यो पहिलाको यस्तै सबै यस्तो भइरहेछ। मान्छे नबसेपछि चाहिँ यस्तै हुन्छ। अहिले चाहिँ अब यहाँ कोही पनि हामी बसेको छैनौँ। यतातिर यस्तो छ, हेर्नुहोस्। हेर्नु होला है, हेर्नु होला, हेर्नुहोस्। यहाँ चाहिँ यो चाहिँ हाम्रो यता चाहिँ घर छ। यहाँ चाहिँ मतान हो। यो चाहिँ यता परतिर पनि मकै बारी। यो चाहिँ ठुलो टार छ, टारबारी। के हो यता यस्तो छ। यता इस्कुसको करेलाको बोटहरू। अनि यता पनि बाख्राको खोरहरू। यो चाहिँ यो पनि यस्तो छ। गर्मी भयो तँलाई? ओइ 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 यता हेर, ले गर्मी भयो। अनि यता चाहिँ म अब यहाँ चाहिँ हाम्रो घर छ। यता हेर्नुहोस्, आँगन पनि यता यस्तो पानीले गर्दाखेरि चाहिँ झारझार पलाएको छ। अनि त्यहाँबाट अलिअलि चाहिँ मैले
गोडे तर यस्तो हेर्नुहोस् यता मासतिर यस्तो छ यहाँ माथि गोड छ यहाँ माथि चाहिँ अब हाम्रो बारी कमाउनु हुने दाजुहरूको भैँसीहरू छ यहाँ माथि के भने हाम्रो गोठ हो पहिलाको अनि यता यो घर मतान यस्तो छ हेर्नुहोस् मान्छे नबसेपछि चाहिँ अलिकति गाह्रो भन्दा पनि यस्तो अब घरहरू चाहिँ अलिक हुने स्याहार नहुने कहिलेकाहीँ आउँदाखेरि हामी चाहिँ अब दसैँ तिहारमा त्यस्तै बेला चाहिँ आउँछौँ अनि त्यस्तै बेला मात्रै हो अनि यहाँ हेर्नुहोस् यस्तो छ यतातिर फोटोहरू पनि छ पहिलाको फोटोहरू यस्तो छ है हजुरहरूले हेर्नुहोला हजुरहरूलाई के कस्तो लाग्छ मलाई चाहिँ देखाउनु मन लाग्यो सो मैले चाहिँ देखाएँ यस्तै छ अन्त्यबाट हेर्नु भएपछि हजुरहरूलाई के कस्तो लाग्छ कमेन्ट पनि गर्नु होला अवश्य पनि अन्त्यबाट मन पर्यो भने लाइक शेयर र एक सब्स्क्राइब पनि गर्दिन नभुल्नु होला फेरि पनि म हजुरहरूको सामुमा त्यस्तै भिडियोहरू लिएर चाहिँ अवश्य पनि आउने छु भन्दै आजको मेरो भिडियो मेरो चाहिँ गाउँको भिडियो मेरो गाउँ अनि मेरो घरको भिडियो गाउँ त यहाँबाट देखिएन गाउँ त यति भित्रमा यहाँ हाम्रो घर चाहिँ छ अनि त्यहाँबाट अब मासतिर गयो यता मासतिर यता परतिर फेरि गाउँ छ फेरि यहाँ हाम्रोबाट चाहिँ देखिँदैन वरिपरि यस्तो जङ्गल छ टाढा पनि छैन यहाँबाट गाउँहरू अरू घरहरू त्यहाँ नजिकै छ तर देखिँदैन त्यही हो आज मैले चाहिँ मेरो घरको भिडियो मेरो गाउँको घरको बासीखोरा गाउँ भोजपुर बासीखोरा हो गाउँको नाम चाहिँ बासीखोराको भिडियो चाहिँ मैले हजुरहरूलाई देखाएँ सो कमेन्ट गर्नु होला भन्दै फेरि पनि म हजुरहरूको सामुमा अवश्य पनि आउने छु भन्दै र आज चाहिँ मैले ब्याक क्यामेराबाट मात्रै मैले चाहिँ हजुरहरूलाई भिडियो देखाएको हो त्यही हो हेर्नु होला यताको दृश्यहरू कस्तो लाग्छ यताको सिनहरू यहाँ हेर्नुहोस् त कस्तो दामी देखेको छ टारबारी मकै एकदमै राम्रो छ यो हाम्रो बारी चाहिँ कमाउने दाजुहरूले चाहिँ यसरी स्याहार्नु भएको छ अनि एकदमै राम्रो छ मकैको बोट पनि मजाले राम्रो छ र यही हो हजुरहरूलाई मैले देखाएँ के कस्तो लाग्छ अन्तिमसम्म हेरेर अवश्य पनि हेर्नु भएपछि चाहिँ कमेन्ट गर्नुहुन्छ भन्ने आशा गर्दै आजको भिडियोबाट चाहिँ म बिदा हुन चाहन्छु बाई बाई सी यू अगेन